नमस्ते, अब हामी बुक पढौँ है। हाई एभ्रिवान, आज हामी पढ्ने बुकको नाम छ असल मित्र। यो बुक लेख्नु भएको छ ललिता दोषी। पढौँ है। झिसमिसे बिहानीमा कस्तुरी सधैँ झैँ आहाराको खोजीमा आफ्नो वासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो। कस्तुरीको आँखा लह लह परेर पलाइरहेको राम्रो घाँसमा पर्यो। घाँस उम्रिएको ठाउँमा केही खाल्चो भएकोले कस्तुरी उफ्रिएर तल झर्यो। झर्दा पेटमा नील काँडा बिज्यो। पीडाले आत्तिँदै कस्तुरी खाल्चोबाट बाहिर निस्क्यो। कस्तुरीले आफ्नो पेटमा बिजेको काँडा झिक्न सकिन्छ कि भनी निकै कोसिस गर्यो, तर सकेन। असह्य पीडाले रन्थनिँदै आफ्नो वासस्थानतिर फर्कदै गर्दा कस्तुरीले रुखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो, सुगा हेर न, मेरो पेटमा नील काँडा बिज्यो, झिकिदेऊ न है। कस्तुरीको कुरा सुनेर सुगाले च्वाक च्वाक गर्दै भन्यो, हेर, मेरो चुच्चोले तिम्रो काँडा झिक्न मिल्दैन। काँडा झिक्न मिल्ने भए म अवश्य झिकिदिन्थे। भँगेरा अर्को रुखमा छ, उसलाई गएर भन न। कस्तुरी आत्तिँदै अर्को रुख छेउ पुगी भँगेरा बसेको हाँगातिर हेर्दै भन्यो, बिन्ती भँगेरा, मेरो पेटमा बिजेको काँडा झिकिदेऊ न। भोका बचेराहरू गुडमा आहारा पर्खेर बसिरहेका छन्, मलाई काँडा झिक्ने फुर्सद छैन भन्दै भँगेरा बुर्र उड्यो। कस्तुरी निराश भएर फर्कदै थियो। उसले बाँसको झ्याङमा बसिरहेको सारौँलाई देख्यो र भन्यो, सारौँ, मेरो पेटमा बिजेको काँडा झिकिदेऊ न, म तिम्रो गुण कहिल्यै बिर्सने छैन। सारौँले रिसाउँदै जवाफ फर्कायो, अरू कुनै पन्छीहरू देखेनौ र मलाई काममा राख, म सक्दिनँ, अन्तै जाऊ। पेटमा बिजेको काँडाले रन्थनिँदै फर्केदा कस्तुरीले रुखको हाँगामा मजाले बसिरहेको लाटेकोसेरोलाई देख्यो अनि भन्यो, साथी लाटेकोसेरो, मेरो पेटमा बिजेको काँडा झिकिदेऊ न है। लाटेकोसेरोले यताउता चलमलाउँदै भन्यो, तिमी को हौ? मैले त तिमीलाई चिनिनँ नि। दिउँसो त आँखा देख्दिन, फेरि मेरो चुच्चोले पनि काँडा झिक्नै मिल्दैन। कस्तुरीले आफू कस्तुरी हुँ भन्ने कुरा बताउँदै त्यहाँबाट पनि हिँड्यो। कस्तुरीलाई दुखी देखेपछि कागले उसको सामु बस्दै भन्यो, के भयो कस्तुरी, किन झोक्राएको ह? कस्तुरीले आफ्नो पीडा कागलाई बतायो। मौका यही हो भन्ने सोचेर कागले म काँडा झिकिदिन्छु भन्यो। कागको कुरा दङ्ग पर्दै काँडा बिजेको ठाउँ कस्तुरीले देखाइदियो। कागले काँडा झिक्ने न्यु गर्दै कस्तुरीको पेटको नरम मासु पो खान खोजेछ। कस्तुरीलाई कागको मनसाय बुझ्न धेरै बेर नै लागेन। कस्तुरीले रिसाउँदै भन्यो, भइगयो छोड काग, मैले तिम्रो उद्देश्य बुझेँ, तिमीले मेरो काँडा झिक्नु पर्दैन भनी सधैँ बस्ने गरेको काफलको बोटमुनि आएर बसिरह्यो। कस्तुरीलाई छटपटाउँदै रुखमुनि बसिरहेको देखेपछि मैनाले सोध्यो, तिमीलाई के भयो? धेरै समय अगाडिदेखि छटपटाइरहेको छौ, तिमीलाई भोक पनि लाग्दैन कि क्या हो? कस्तुरी मैनाको कुरा नसुने जे गरेर बस्यो। मैनाले फेरि भन्यो, कस्तुरी, मलाई थाहा छ तिमीलाई केही न केही पीड त पक्कै परेको छ। आफ्नो पीड अरूलाई बाँड्दा मन हलुङ्गो हुन्छ भन्छन्। भन, तिमीलाई के समस्या पर्यो? कस्तुरीले मन नलागी बोल्यो, खोइ के भनौ के नभनौ, सोधिहाल्यौ भन्नै पर्यो। हेर न, चिप्लो भिर नजिकै राम्रो घाँस देखेर खान झ्याम्मै आम फाले, त्यहाँ नील काँडा रहेछ, पेटमा जाकिएर मर्नु न बाँच्नु भएको छ। मैनाले नरम स्वरमा भन्यो, त्यति सानो कुरा मलाई पहिल्यै भनेको भए भइहाल्थ्यो नि, म एकैछिनमा काँडा झिकिदिन्थे, तिमीलाई पीडा पनि सहनु पर्दैन थियो। मलाई माफ गर साथी, तिमी दयालु छौ, मेरो मद्दत गर्छौ भन्ने कुरा मलाई पत्तै थिएन। भँगेरा, सारौँ, काग
काग आदिसँग मद्दत मागेको थिएँ, कसैले मद्दत गरेनन्। कागले त काँडा झिक्छु भन्दै पेटको मासु नै ठुङ्गेर खान खोज्यो। अगुल्चाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने चाहिँ अरूले तर्साएको म त चुपचाप बसेको। मैनाले कस्तुरी नजिकै बस्दै भन्यो, सबै पन्छीलाई एउटै आँखाले हेर्नु राम्रो होइन। ल भन मित्र, काँडा कहाँ बिजेको छ? काँडा बिजेको ठाउँ देखाएपछि मैनाले आफ्नो चुच्चोले बडो होसियार साथ कस्तुरीको काँडा निकालिदियो। मैनाले आफूलाई पीडा मुक्त गरिदिएकोमा कस्तुरीले धेरै धेरै धन्यवाद दियो। कस्तुरीलाई खुसी देखेर मैना पनि खुसी भयो। कस्तुरीले मैनातिर हेर्दै भन्यो, हेर मित्र, एकलाई समस्या पर्दा अर्कोले मद्दत गर्नु नै धर्म हो। तिम्रो सहयोगले गर्दा नै म आज घोर पीडाबाट मुक्त हुन सके। कहिलेकाहीँ दुःख पर्दा एउटा असल मित्र चाहिने रहेछ भन्ने कुरा आज मैले राम्ररी बुझेँ। के तिमी मसँग मित्रता गाँस्न तयार छौ? मैनाले हाँस्दै जवाफ दियो, तिमीले ठिक भन्यौ। कहिलेकाहीँ दुःख पर्दा एक असल मित्र नै चाहिन्छ भन्ने कुरा मैले पनि अनुभव गरेकी छु। हुन्छ, हामी साथी बनौँ। यसरी कस्तुरी र मैना पछिसम्म सुख दुःखका साथी बनिरहे। यो स्टोरीको मोरल चाहिँ विविधताले भरिएको यो संसारमा सबैलाई एउटै आँखाले हेर्नु उचित हुँदैन। फिनिश। Okay. If you want to hear more stories, listen to it. If you don't want to, it's okay. But you can sit with your families and watch it. You'll send it to everyone and like, share, subscribe. Bye.